दाइको लागि चाहिँ सबले होइन स्प्याम हान्नु पऱ्यो कि कमेन्टमा प्रदीप दाइ भनेर होइन चोरेर भागिदिन्थ्यो क्या मैले छोडिदिउँ गाइस बाँच्यो कि नत्र होइन कि रिफ्लेक्सन देखेँ नि मेरो टक्क लाएर यो चाहिँ क्युआर छ होइन क्युआरमा सबैले एकजनाले रिपोर्ट हालिदिनु होला है ल एकजनाले 50 रुपियाँ 100 रुपियाँ गरिदिँदै हालिदिनु भयो भने पनि सन्तोषको सब्सक्राइबर कति 20 जना कति हुन्छ होला हुनु लाग्यो 55 जना हुन्छ 55 जना हुन्छ गाइस मलाई चाहिँ होइन मलाई चाहिँ एकदम माया देखाइदिनु होला गाइस उसको गर्लफ्रेन्ड हेर्दै हुन्छ उसको गर्लफ्रेन्ड हेर्दै हुन्छ भने चाहिँ मेरो छैन ल उसको गर्लफ्रेन्ड हेर्दै हुन्छ भने होइन हेर्नु अलिकति त्यो गाइस ल स्वागत छ सबैजना आज नयाँ ब्लगमा ट्याक्क लाएर न्यू डे न्यू ब्लग सँगसँगै हामी यहाँ अहिले कहाँ आइसकेको छ भन्दाखेरि चाहिँ त्यही हो कहाँ आइसकेको छ भन्दाखेरि चाहिँ यो कुन ठाउँ हो लेक साइड एरिया हो देख्न सक्नुहुन्छ ब्याकग्राउन्डहरू चाहिँ सो अगर चाहिँ हाम्रो पुलिसम्यानहरू हुनुहुन्छ यहाँ चाहिँ उस हुँदैछ कि लाइक चेक गर्दै हुनुहुन्छ लाइसेन्सहरू चाहिँ छ कि छैन होइन किनकि यो एरिया भनेको कस्तो एरिया भन्दाखेरि चाहिँ अब यस्तो एरियामा चाहिँ एक्सप्लेन गरिराख्नु नपर्ला कि अनि त्यही पनि अब इन्फर्मेसनको लागि दिनु पऱ्यो नि त यो एरिया भनेको कस्तो एरिया भन्दाखेरि अब अलि अब यता त्यति चेकिङ हुँदैन चेकिङ हुँदैन भनेर यसरी त्यतिकै लाइक गर्लफ्रेन्ड बोयफ्रेन्डहरू पनि आउन सक्छ नि त होइन लाइसेन्स बिना होइन त्यही भएर पनि बस्नुभएको होला माथि धेरैजना होइन हजुर त्यही भएर कस्तो ब्याकग्राउन्ड चाहिँ कस्तो राम्रो हो कि ड्यामीवाला हो कि मान्छे राम्रो राम्रो छौँ होइन हामी मान्छे यता पनि देखाउनु न जी पनि हाम्रो राम्रो राम्रो छौँ है मान्छे हेरिदिउँ हामी त एकदम राम्रो छौँ क्या ओ दाइ दाइ पैसा दाइ केही खुलाउनु न दाइले खाजा दाइले खाजा खुलाउनु चाहिँ दाइले चाहिँ अब होइन हामीलाई आफै लैजानु आउनुभएको पैसा दाइको लागि चाहिँ सबले होइन स्प्याम हान्नु पऱ्यो कि कमेन्टमा प्रदीप दाइ भनेर होइन चोरेर भागिदिन्थ्यो क्या मैले छोडिदिउँ गाइस बाँच्यो कि नत्र होइन कि रिफ्लेक्सन देखेँ नि मेरो सक्दैन कि भाइ त्यो तपाईँले पहिल्यै थाहा भयो नत्र भने अब सबले होइन खाता चाहिँ मलाई गिराइदियो कि बरु यहाँ क्युआर दिउँ न क्युआर यहाँ दर्शकहरूले हालिदिन्छन् कि यस्तो हालिदिनु हुन्न भन्नु होइन हालिदिनुहुन्छ कि क्युआर दिउँ न यसको अकाउन्टमा कसैले पैसा नहालिदिनु होला होइन बुझ्नुभयो यस्तो त छ चाहिँ हामीलाई यो मान्छे यति काम छैन त्यत्रो पैसा छ 5,500 रुपियाँ छ हाम्रो के 1 रुपियाँ नि खुलाउन यार रोइदिन्छु म गाइस हल्का नाटक टक्क लाएर यो चाहिँ क्युआर छ होइन क्युआरमा सबैले एकजनाले सबले रिपोर्ट हालिदिनु होला है ल एकजनाले 50 रुपियाँ 100 रुपियाँ गरिदिँदै हालिदिनु भयो भने पनि सन्तोषको सब्सक्राइबर कति 20 जना कति हुन्छ होला हुनु लाग्यो 55 जना हुनुहुन्छ 55 जना हुनुहुन्छ गाइस 55 जनाले यो क्युआरमा टक्क लाएर हालिदिनु त ल बाटो यस्तो छ है हिँड्छ हुन्छ दामी खालको फेरि पखराको मलाई चाहिँ थाहा छैन होइन म चाहिँ फर्स्ट टाइम गाउँबाट झरेँ कि पक्कावाला सब्सक्राइबरहरूले चाहिँ टक्क लाएर हालिदिनुहुन्छ है यसमा बेलुका म वेटिङमा नभनेसम्म नहालिदिनु होला होइन वेटिङ यहाँ पैसा हाल्दैछ त फेरि हामी फेरि आउनु पर्छ नि त फेरि त्यो हो नि त कुरो मैले एक्लैले खाने होइन नि त हामी सबै मिलेर आउने नि त पार्टी गर्न हेर्नु त फसाएको यस्तो के भन्छ नफस्नु है ल हेरौँ न त्यहाँबाट आयो त्यहाँबाट पैसा आयो भने मात्र खुवाउने हो नि त होइन नि त होइन कि बेलुका त्यहाँबाट जस्तै आउँछ कि ल अहिले थाहा म वेटिङमा हुनेछु है सन्तोषको सब्सक्राइबरहरू म यसै टक्क खोलेर नोटिफिकेसन हेर्दै बस्छु होइन तपाईँले हालिदिँदो रहेछ हेरौँ कसैले नहाल्ने मान्छे एक नम्बर फटा हो मान्छे ब्यान्ड गराउनु पर्छ यो वाला क्युआर त राम्रोसँग देखाइदिनु भयो नि देखाएको छ तपाईँको फेस पनि देखेको छ है देखेछ कि छैन देखेछ यो हेन्सी छ नि त ल त्यो गाइज ल भिडियो एकदम लास्टसम्म हेर्नु भयो र भिडियो एकदम इन्ट्रेस्टिङ हुनेवाला छ त हुँदैछ होइन ट्याक्क लगाएर के भन्नुभयो भिडियोमा सियर देखेछ के भन्नुभयो के खा भन्नुभयो भर्खरै है एक देखेछ भने मलाई नि यसो भन्नु है के देखेछ
मैले नि साइडबाट होइन ब्याकग्राउन्डमा मैले खाजा लाउनु न दाइ भन्दैछु हामीले चाहिँ अर्कै भन्नु होइन ए अहिले चाहिँ होइन अब के भन्नु जे बोलिदिनु भयो कि भाइ यो खा भनेर भन्नु त्यहाँ सुन्नु राम्रै होइन ल ठिक छ भिडियो लास्टसम्म हेर्नु भएर एकदमै होइन लाइक इन्ट्रेस्टिङ भिडियो हुनेवाला छ सो अब यसो ब्याकग्राउन्ड पनि हेर्नु पऱ्यो ब्याकग्राउन्ड पनि देखाउनु पर्ने हो कि हेर्नु भन्नु यस्तो ब्याकग्राउन्ड देखाइदिन्छु ट्याक्क लगाएर पनि 15 मिनेट 20 मिनेट हुनुपर्छ 5 मिनेट पनि भएन 5 अब त्यो एड सेट गऱ्यो भने 5 मिनट भइहाल्छ नि तपाईँ किन बोलाइदियो अरे ल अब हजुर ब्याकग्राउन्ड दिएको हुनु त ट्याक्क लगाएर कस्तो राम्रो यस्तो चाहिँ यहाँ फेरि खाजा खुलाउनु मात्रै भनिराख्नु भएको छ मेरो त गाईहरू म बिहानदेखि भात नै खानु लास्टै भोक लाग्यो हाम्रो यहाँ लेक साइडको चाहिँ फेरि भ्यू चाहिँ कस्तो राम्रो भएको के भयो भने यो होइन पो सेल नारिवल यो नारिवलले नारिवल ए गाईहरू त्यसलाई नारिवलले के भन्छ जस्तो हाम्रो लेक साइडको भ्यू चाहिँ यस्तो दामी भएको छ नि त दामी हेर कस्तो राम्रो हो कि हजुरलाई पनि देखाउँछु है त कस्तो राम्रो हो भन्दा भ्यू चाहिँ अनि भ्युजको मजा लिँदै होइन दुईजना मध्ये एकजना एकदम राम्रो अर्को त भनौँ त्यो गाई छैन एकै भिख मागेको तरिका है गाईहरू भिख मागे गाईहरू मलाई गाली दिएर मलाई भएन गाईहरू त्यही हो क्या च्यानललाई एकदमै सब्सक्राइब गर्नु भएर एकदमै माया देखाइदिनु भएर यो भिडियोलाई पनि पहिलाको जस्तै नै होइन माया देखाइदिनु भएर एकदम सपोर्ट पहिलाको भन्दा चाहिँ बढी भन्दै हुन्छ त्यही भएर सपोर्टेड लाइक एन्ड सेयर सब्सक्राइब लाइक सेयर सब्सक्राइब गर्नु भएर एकदमै धेरै माया देखाइदिनु भयो भन्दा फेरि भिडियोलाई कन्टिन्यू गर्नेछौँ है त यस्तो खाजा नहुलाउने गाली मन परेको छ भने मेरो आइडी पनि हो यसले मेन्सन गरिदिन्छ तर पनि गएर टिकटकमा पनि फलो गर्न सक्नुहुन्छ के हुँदैछ त्यहाँ चाहिँ किन भिड छ त्यहाँ त्यहाँ चाहिँ होइन गाईहरू म्याजिक लाग्छ खै किन भिड छ यस्तो जाम न यहाँ चाहिँ स्केट पार्क भइहाल्यो यहाँ चाहिँ स्केट पार्क भइहाल्यो यहाँ होइन स्केट पार्क भइहाल्यो यहाँभित्र चाहिँ अनि यहाँ चाहिँ खै किन भिड भएछ यस्तो जाम गरिदियो भने यहाँबाट आएपछि बल्ल गाईहरू यस्तो फ्रीमा यहाँ चाहिँ के हुँदैछ र सुटिङ हो त हेरिदिनु के हुँदैछ त यस्तो भिड छ यहाँ आफै सिक्दैन हुन्छ एकदम एकदमै भिड छ के त खासमा यहाँ चाहिँ सुटिङ हो ए आउनुभयो त्यस्तो सम्झिनु है त सुटिङ हुँदै रहेछ यहाँ कस्तो भयो कन्टिन्यू नछोड्नु है हजुरको टक्क है तपाईँको यहाँ त्यो है त्यसरी भनेर तपाईँले पनि कता आएर मलाई अघि थाहा थिएन भिडियो बनाउनु जान्छ गाई चाहिँ ट्याक लगाएर हामीले भिडियो पनि गरिसकेछौँ अनि त्यही हो अलिक के भन्दाखेरि ढिलो भयो क्या ढिलो भएपछि थोरै हिँड्न पाएँ तर भिडियो चाहिँ गर्न पाएँ त्यही भएर त्यही द्याट थिङ इज मोर इम्पोर्टेन्ट सो त्यही हो टेन्सन हुन्छ ट्याक लगाएर उहाँ त्यहीँ भएको चाहिँ प्रोग्राम र सुटिङ चाहिँ सरी सुटिङ चाहिँ त्यहीँ भएको अनि भरे राति त अब एडिट टिसिट गर्दा ओर्दा अब खै कति बेर बच्छ त्यो थाहा छैन तर हामीलाई चाहिँ आज र भोलिको दिनमा चाहिँ हाल्छु म विदिन 24 आवर्स भिडियो ट्याकल लगाएर आउँछ होइन सबैले एकदम लाइक सेयर सब्सक्राइब गर्नु भएर एकदम च्यानललाई धेरै माया देखाइदिनु होला होइन त्यही हो मलाई चाहिँ एकदम माया देखाइदिनु होला गाइस उसको गर्लफ्रेन्ड हेर्दै हुन्छ उसको गर्लफ्रेन्ड हेर्दै हुन्छ भने चाहिँ मेरो छैन ल उसको गर्लफ्रेन्ड हेर्दै हुन्छ भने हेर्नु छैन अलिकति
त्यो गाइस ल बरु यार त्यो हिरोइन भन्दा त त्यो अघि उतापट्टिको चाइनिज पो खतरा लाग्यो यार मलाई वा चाइनिज बरु खतरा थियो यार त्यो हिरोइन त के हो त्यो भिडियो गर्नु थियो कस्तो युट्युब लाग्यो अलिअलि होइन तर चाइनिज नै दामी थियो ठ्याक्कको त्यो हिरोइनको त ओभर मेकअपले गर्दाखेरि अलि जस्तो देखेको ओभर मेकअप भएर अहिले पता बरु चाइनिज कस्तो ओभर मेकअप पनि थिएन मेकअपै थिएन कस्तो नेचुरल टाइपको थियो कि है राम्रो थियो दामी लाग्यो मलाई चाइनिज चाहिँ खतरा मलाई अलग खतरा ल यो भिडियो चाहिँ त्यो उससम्म पुऱ्याउनु पऱ्यो होइन रेसिपी गरेर भयो नि उहाँहरूसँग चाहिँ भिडियो चाहिँ पुग्नु पऱ्यो त्यति हो त्यसको लागि के गर्नुपर्छ हजुरले सेयर गर्नुपर्छ होइन मेन कुरा चाहिँ सब्सक्राइब गर्नुपर्छ हजुर लागि चाहिँ माया देखाइदिनु होला ल आज फ्रेन्ड रिक्वेस्ट पठाएर राम्रो राम्रो केटीहरू मेसेज गर्न हुन्छ है म मेरोमा नि ल यसको त गर्लफ्रेन्ड छ यसको त छैन मेरो ल है यिनीहरूले जे पनि भन्छन् है ल हुन्छ गाइस आजको लागि चाहिँ यति नै हजुरले अहिलेसम्म एकदमै हेर्नुभएको छ भने एकदमै धेरै धन्यवाद र एकदमै धेरै माया देखाइदिनु भएकोमा हजुरलाई एकदमै धेरै अहिलेको ब्लग चाहिँ यहाँ इन गर्न चाहन्छु अहिलेसम्म हेर्नुभएको होला एकदमै धेरै धन्यवाद र यो भिडियो चाहिँ होइन उहाँ हिरोइनी म्यामसँग चाहिँ पुगोस् दिजूसँग पुगोस् होइन त्यही हो त त्यस्तै हो सपना नदेख्दा हुन्छ आश नगर्दा हुन्छ ल यो मान्छेको कुरा चाहिँ फ्लप गरिदिनु तपाईँहरूले होइन ट्याक्क लगाएर त्यही हो आजको लागि चाहिँ यति नै हजुरहरूले एकदम धेरै माया देखाइदिनु भएर होइन च्यानल लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला भन्दै अहिलेको ब्लग यहाँ इन गर्न चाहन्छु लभ यु जय नेपाल